कसैलाई लागेको छ भने त्यो निकै ठुलो भ्रम मात्र हुनेछ र यसले उदारतालाई कमजोरी ठानियो भने इतिहास फेरि निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने कुरा हामी सबैले हेक्का राख्न जरुरी छ। गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुङ्गामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौं। क्रान्तिको इतिहास पढ्नुस्, गणतन्त्रको जग कति फराकिलो छ। सीमित माओवादीले उठाएको बन्दुकको कारण होइन, गणतन्त्र यो देशका सबैभन्दा सीमान्त वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रूपमा आएको हो। यो हेक्का हामी सबैलाई रहोस्। सार्वभौम भइसकेको नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठुलो भ्रम अरू केही हुनै सक्दैन। हिजो गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो राजतन्त्र अन्तर्गत। अहिले राजावादी साथीहरू सम्मानित संसदमै हुनुहुन्छ। लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने कुराको यो भन्दा राम्रो उदाहरण अरू केही हुन सक्छ र? एउटा विचारका रूपमा राजतन्त्रसँग मेरा असहमति छन्, तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु। 106 वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन्। अझै फ्रान्समा अन्तिम राजतन्त्र सकिएको 175 वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरू अस्तित्वमा छन्। सर्बिया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरूको ससानो उपस्थिति अहिले पनि देखिएकै छ। राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्र भित्रै आफ्नो ठाउँ खोज्नुस्, हामीलाई आपत्ति छैन। लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ। यो कुरालाई कमजोरी नठानियोस्। तर लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले एकपटक फेरि आफ्नो शक्ति देखाउनेछ। यो चुनौती पनि म राख्न चाहन्छु। एकातिर राजावादी साथीहरू सडकमा पनि हुनुहुन्छ, सदनमा पनि हुनुहुन्छ। उहाँहरूका उद्देश्य बडो प्रष्ट छन्। उहाँहरू इतिहासको चक्कालाई पछितिर फर्काउन चाहनु भएको छ। अर्कातिर सरकारको कुशासन पनि छ। लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरूको कुशासनले व्यवस्था भित्रैबाट लोकतन्त्रलाई त्यो भन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई पनि हामीले बिर्सिन हुँदैन। सत्तारूढ साथीहरूले लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहनु भएको छ। संसद प्रतिपक्षको हो भन्ने अन्तर्राष्ट्रिय मान्यता यद्यपि त्यो संवैधानिक र कानुनी मान्यता होइन, तर यो आम रूपमा स्वीकारिएको मान्यता हो। संसद सञ्चालनमा तपाईहरूले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ आफैसँग सोध्नु होला। प्रमुख प्रतिपक्ष दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि संस्कारहीनता हो कि कुण्ठा हो, त्यसको जवाफ पनि आफै खोज्नु होला। अर्को प्रतिपक्ष नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफै मूल्याङ्कन गर्नुहोस्। हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं। सदन भित्रै बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ। ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन। यो कुरा पनि हेक्का रहोस्। बिचौलियाका हितका लागि धमाधम अध्यादेश ल्याउने सरकार संघीयता कार्यान्वयनसँग जोडिएका संसदमा विचाराधीन विधेयक अघि बढाउन
किन अनिच्छुक देखिएको हो गम्भीर प्रश्न छ। संघीय निजामती विधेयक जो मैले आफ्नो प्रधानमन्त्रीत्व काल